नाक थेप्चो भयो भने हामी चाहिँ नन ड्रिङ्करमा पऱ्यौँ। के बोल्छु यार, नाक थेप्चो भयो भने हामी चाहिँ नन ड्रिङ्करमा पऱ्यौँ है गाइस। यहाँ चाहिँ ल अब च्यान्डा गर्ने सट सुरुवात गरौँ कसरी। हेलो गुड मर्निङ गाइज, सेवारो। अनि तपाईहरु कस्तो हुनुहुन्छ? आज नेपालमा चाहिँ नयाँ वर्ष 2082 साल 2082 लागेको छ है। नयाँ वर्षको उपलक्ष्यमा तपाईहरुलाई धेरै शुभकामना है। आजको डेली भ्लगमा त्यही हो, न्यू इयर स्पेशल हुनेछ है भाइ र मेरो। अन्त कतै घुम्नु जान अब ड्युटी भन्दा बाहिर जानु सकिएन। अब यतै कतै हैन हल्का सानोतिनो न्यू इयर चाहिँ मनाउने हामीले प्लानिङ चाहिँ गरेको छौँ। अब हेरौँ हुन्छ कि हुँदैन है त गाइस। ल गाइस, अब आजको न्यू इयर मैले तपाईहरुलाई प्लानिङ के छ मैले सुनाइहाल्यो हो। भाइसँग यसो ह्याङआउट गर्ने एकछिन दाजुभाइ मिलेर पारी त्यो डाँडामा हुन्छ कि कहाँ हुन्छ है त। म अगाडि जस प्लानिङ चाहिँ त्यसो गरेको, तर अब हुन्छ कि हुँदैन है त। अनि तपाईहरुको के छ प्लानिङ यसो हैन, राम्रोसँगले सेलिब्रेट गर्नु होला है। ल गाइस, अहिले चाहिँ दाजु र भाइ है भेट भएर यहाँको मिट पसलमा छु। उही पुरानो मिट दोकान, उही पुरानो हाम्रो सब्जी है, उही पुरानो मान्छेहरू है। आज चाहिँ दाजुभाइ त्यही त मैले बिहान तपाईँहरूलाई भनिहालेको छु होइन, आज हाम्रो प्लानिङ केही छ भनेर। आज खोइ नि भाइ, मेरो भ्युअर्सलाई न्यु इयरमा विस गरेको यार। ह्याप्पी न्यु इयर। ल मेरो भाइले पनि तपाईँहरूलाई ह्याप्पी न्यु इयर भन्नु, 22 सालको होइन शुभकामना भन्नुपर्छ है। अब हामीले मासु किनिसक्यौँ। अब आधी केजी अस्ति कम भयो है, आधी केजी जति कम भयो। अनि 3 पावा जति, 1 केजी कम 3 पावा जति लगेको छ। आज चाहिँ लोकेसन चेन्ज गर्ने सोचमा छौँ, हेरौँ कहाँनिर भेटिन्छ है त। ओके गाइस, किप वाचिङ गाइस। अहिले चाहिँ हामीले मासु किनेर अगाडि बढ्दैछौँ हाम्रो गन्तव्यतिर है। सिधै अर्कै ठाउँ, सिधै ग्राउन्डलाई छोडेर सिधै। गाइस, अहिले चाहिँ हामी हाम्रो गन्तव्यतर्फ जाँदैछौँ। थाहा छैन तर कहाँनिर चाहिँ हामी बस्ने भनेर हो हेर्दैछौँ। अब कहाँ पुगिन्छ, लोकेसन चाहिँ अलिकति चेन्ज गर्नु पर्यो। तर यो बाटो चाहिँ तर पहिल्यै आएको है, म तपाईँहरूलाई भनिदिउँ होइन। मेरो भ्लगमा यो बाटो चाहिँ देख्न सक्नुहुन्छ, पहिला पनि म आएको हो। यहाँ चाहिँ हामी यस हाम्रो स्पट चाहिँ पिकनिक स्पट चाहिँ चेन्ज गर्ने भनेर सोचिरहेको। हेरौँ अब के हुन्छ। हामी चाहिँ अगाडि बढ्दैछौँ। यहीँ पो हान्दिउँ क्या, शीतल यहीँ छ। हेरौँ अब ठाउँ कस्तो छ है त। अगाडि बढ्दैछौँ गाइस। दाउराको कमी कोही छैन, दाउराको कमी छैन जङ्गलमा होइन।
तर हामीलाई चाहिँ एउटा राम्रो शीतल ठाउँ चाहिएको क्या हो कसको प्लेट राम्रो एउटा ठाउँ चाहिँ हामी चाहिँ खोज्दैछौँ हो हेरौँ भेटिन्छ भेटिँदैन आज न्यु इयरको दिन अलिकति दुःख कष्ट त गर्नै पर्यो जिन्दगी भनेको गाइज दुःख कष्ट है दुःख कष्टले सिकाउँछ मान्छेलाई गाइज सिक्ने भनेकै स्ट्रगलबाट हो कि होइन भन्नु त ल हो कि होइन भन्नु न सिक्ने भनेकै स्ट्रगलबाट हो गाइज त्यही भएर हो यहाँ हानिदिउँ ल भाइ यहाँ शीतल छ अलिक ल भाइ अलिकति ए ल भाइ भनेछु ल गाइज अलिकति शीतल ठाउँ आयो है यहाँ पनि हरियो परियो दाउरा पनि एभाइलेबल यहीँ बसेर अब हाम्रो कार्यक्रम सुरु गर्नुपर्ला ल गाइज किप ल गाइज हामीले सामानहरू चाहिँ पुरै यहाँ राखेको छौँ है भाइले चुल्हा रेडी गर्नुहुन्छ म चाहिँ दाउरा खोजेर लिएर आउनु पर्यो ओके गाइस के गर्नु बोल्नै नआएपछि शब्दहरू दोहोरिने रहेछ हो ल गाइस पर भाइ चाहिँ आफ्नै तालमा काम गर्दैछ हो मैले 1-2 लट दाउरा पुरा राखिसकेँ अब अलिकति खोज्यो भने पुग्छ दाउराहरू चाहिँ तर अलिक मक्केको रहेछ हो प्रायः जस्तो यति दाउराले चाहिँ पुग्नुपर्ने मेरो विचारमा चाहिँ भाइ पुग्छ होला है यतिले ल गाइस हाम्रो न्यु इयर चाहिँ यसरी नै सेलिब्रेट हुँदैछ है तपाईँहरूको चाहिँ कसरी सेलिब्रेट गर्दै हुनुहुन्छ तपाईँहरू है राम्रो तरिकाले सेलिब्रेट गर्नु होला है खानु पिउनु हैन तर होस् चाहिँ अलिकति विचार पुर्याउनु होला है यति बेलै घटनाहरू घट्न सक्छ क्या अलिकति एक्साइटमेन्ट नहुँदाखेरि मैले सर्ट भिडियोमा पनि भनेको छु त्यहाँ गएर पनि एकचोटि चाहिँ हेर्नुहोस् अनि एउटा उस्तादले भन्नुहुन्थ्यो क्या हाम्रो उस्तादले रुखको हाँगा चाहिँ कति बेला हल्लिन्छ अरे गाइस चरा बस्दाखेरि ठ्याक्क बस्दाखेरि हल्लिन्छ अरे एकछिन अनि फेरि चराले टेक अफ लिन्छ नि उड्छ नि त्यति बेला हल्लिन्छ अरे रुखको हाँगा बुझ्नु पनि घटना हो त्यति बेला घट्न सक्छ अलिकति विचार पुर्याएर चाहिँ तपाईँहरूको न्यु इयरहरू मनाउनु होला है त अनि गाइस एउटा कुरा म तपाईँहरूलाई अर्को एउटा कुरा पनि सेयर गर्न चाहे तपाईँहरूलाई मैले अर्को एउटा कुरा पनि सेयर गर्न चाहे गाइस हामीले बोकेर लाने भनेको हामीसँग हुने भनेको हामीसँग रहने भनेको सिर्फ यादहरू हो मरेपछि त सुक्खा हो मरेपछि त केही लगिने होइन अनि जिउँदो रहइन्जेल बाँचुन्जेल चाहिँ हामीसँग बस्ने भनेको सिर्फ यादहरू हो 81 सालमा तपाईँहरूको तितो मिठो है यादहरू बस्यो होला हैन 82 सालमा कोसिस गर्नुहोस् कि मिठो मिठो यादहरू चाहिँ बसोस् हैन दिन भनेको दुश्मनलाई पनि नलागोस् है दिन भन्ने कुरो दुश्मनलाई पनि नलागोस् गाइस हैन अन्त 82 सालमा तपाईहरुले चाहिँ जस यादहरू चाहिँ मिठो मिठो यादहरू चाहिँ यो यादहरूले चाहिँ तपाईहरुलाई चाहिँ सँगालेर आओस् है तपाईहरुले हाकेको ताकेको चिताको सबै पुरा होस् है गाइस यति भन्दै भिडियोतिर कन्टिन्यू है अब या गाइस या हजुर आज हामी नुन छर्किन जाँदैछौँ है ओ माय गॉड कस्तो छ त गाइस फेरि एचएम क्वालिफाइड हो नि त फरुमा फेरि एचएम क्वालिफाइड हो के दामी हो नि त भाइ अनि
ह्याप्पी न्यु इयर गाइज, ह्याप्पी न्यु इयर। यो चाहिँ कोकै फेरि अन्यथा नसम्झिनु होला, हामी चाहिँ नन ड्रिङ्करमा पऱ्यौँ कि। नाक थेप्चो भयो भने हामी चाहिँ नन ड्रिङ्करमा पऱ्यौँ कि। के बोल्छु यार, नाक थेप्चो भयो भने हामी चाहिँ नन ड्रिङ्करमा पऱ्यौँ है गाइज। बोली सुन्दा त खाएको जस्तो छ त भन्छ फेरि हो त। सरी लगाइज, हाम्रो मासु चाहिँ लगभग पाकिसकेको छ होइन, तपाईँले देख्न सक्नुहुन्छ है, कस्तो मजाको देखिरहेछ होइन त गाइज। हाम्रो मासु चाहिँ फाइनली पाकिसकेको छ। म चाहिँ यहाँ पुरा लेआउट गर्दैछु है। यो हो नि त तरिका, यो हो नि त तरिका। ए गाइस तरिका चाहिँ ल अब च्यान्डाना गर्ने सर्ट। You notice it now, you're mixing oxys without prescription. Cough medicine Valium with them. But ain't that how addiction sort of works? They call it lean cause you gravitate and lean towards the perk, the blessing or the curse of fame, cause now you can afford to serve. Percocet and Percodan, but that ain't what you meant when you said that you're in it for the perks. Develop a habit out of that. Need a Xanax, not a rap, so you pop it before you record it first. Your buzz wear down, yeah, like a rabbit out of hat. Makes you wanna pull your hair out. You tell me you won't ever fade away. You put no one above me. Prescriptions, sex addictions, like a fucking vicious cycle. We will forever miss you. To the younger generation, I ain't lecturing you, but man, just be careful when you love me. You tell me you won't ever fade away. You put no one above me. You say no, baby, that won't ever change. Cause you're perfect the way you are. You're perfect the way you are. You tell me you won't ever fade away. ग्लुकोन्डीको मेरा यो टार्छ जस्तो छ ग्लुकोज। Treat you right. I know it's hard to see the hope inside. So baby, won't you close your eyes? I'll keep the demons from your door tonight. Treat you right. I know it's hard to see the hope inside. So baby, won't you close your eyes? I'll keep the demons from your door tonight. I don't think she understands the sacrifices that I've made. Maybe if this bitch had acted right, I would've stayed. But I've already wasted over half my life. I would've laid down and died for you. I no longer cried for you. No more pain, bitch. You took me for granted, took my heart and ran it straight into the planet, into the dirt. I can no longer stand it. Now my respect, I demand it. I'ma take control of this relationship, command it, and I'ma be the boss of you. Now, goddamn it. And what I mean is that I will no longer let you control me. So you better hear me out. This much you owe me. I gave up my life for you, totally devoted to you. I've stayed thankful all the way. This is how I fucking get repaid. Look at how I dress, fucking baggy sweats. Go to work a mess, always in a rush to get back to you. I ain't heard you yet, not even once say you appreciate me. I deserve respect. I've done my best to give you nothing less than perfectness. I know it's hard to see the hope inside. So baby, won't you close your eyes? I'll keep the demons from your door tonight. Then I know that. लगाइज अब यहाँ आएर चाहिँ आजको डेली भ्लग पनि सकिँदैछ है। अब न्यु इयर भ्लग पनि सकिँदैछ है। यो भिडियोलाई चाहिँ यहीँनिर सघाउने मैले सोचेको छु, किनभने यो अहिले गएर एडिट गरेर भिडियो अपलोड पनि गर्नु पर्यो। अन्त त्यही भएर चाहिँ आजको न्यु इयर भ्लग चाहिँ न्यु इयरको दिनै
अपलोड गर्नु पर्यो भन्ने सोचले चाहिँ म यो भिडियोलाई चाहिँ यहीँनिर सकाउँदैछु है। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है। अनि नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है त। ओके गाइज, फेरि भेटौँला भोलिको डेली भ्लगमा। बाई बाई।